हामी चाहिँ लाग्यौँ दिदीको तिर है भाइटिका खानु। अब छिटो गरेर आउनु पर्नेछ, मेरो पनि दाजुहरू आउँदैछ र हामी चाहिँ नातिनी लिएर हिँड्यौँ। लु मेरो नेबुहरू त हिजो नाम्ची गएको आएन पो रहेछ है। र अब हामी भाइटिका खानु लाग्यौँ। 10:30 देखिको उयो रहेछ, के पो हो उयो सायद है 10:30 को रहेछ, तर अहिले 11:30 भयो। अन्त चाहिँ दाजुहरूलाई बिहान छिटो गरेर आउनु भनेको थिएँ, आइपुगेछ हो, आइपुग्नै आँटेको छ घर। अब म चाहिँ टिका सिका लगाएर आइपुगिहाल्ने चाँडै, छिटो गरेर आउने। सबैजनालाई ह्याप्पी दिवाली है बहिनी, ह्याप्पी दुतिया। प्यान्ट र सर्ट चाहिँ मिलेछ उसको है, कलर मेरो पनि तपाईको जस्तै साडी छ है। काका बाजेको चाहिँ नि प्यान्ट र अस्कोट हो, सर्ट चाहिँ उयो भएछ। चलाउनु अहिले हैन, अहिले बोजूले लगाइदिन्छ। ए लाग्यो सर हतार परेको उसलाई टिका लाउन। खिच्नु पर्छ नि नक्कली हो तपाईँ। लिफामा पनि लेखेछ। लु दिदीलाई दुईजनाले, लु दिदीको अब खुट्टा ढोक्नुपर्छ। बहिनीलाई पनि लगाइदिन्छ, बहिनी त बिर्सेछ नि। लु फुपू बोजूलाई ढोक्नुपर्छ ल अब। ल उठो, यो टिका उठाउँदा दिदी। खाऊ खाऊ खाऊ। के भने नानी बोजूले? बाबा बाजेको नाम त्यो होइन भन न अन्त। के हो बाबा बाजेको नाम? आमामा थाहा छैन अरे। आमामा भनिदेऊ न छिटो, यहाँ बोजूलाई चिन्दैन। नाम हो नाम